नेपालमा जेनजी आन्दोलनमा रक्तपात मच्चाएका तत्कालीन प्रधानमन्त्री ठूलो स्वरले टुक्रिरहँदा बंगलादेशमा भने आन्दोलनमा दमन गर्ने तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। नेपालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक विरुद्ध हत्या अभियोगमा जाहेरी पर्दा समेत प्रहरीले तामेलीमा राख्दा बंगलादेशमा प्रधानमन्त्री र गृहमन्त्रीलाई नै फाँसीको सजाय सुनाइएको छ। अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण आईसीटीले सोमबार 3 अभियुक्त मध्ये 2 जनालाई मृत्युदण्ड हुने सजाय सुनाएको हो। अर्का अभियुक्त तत्कालीन प्रहरी महानिरीक्षक चौधरी अब्दुल्ला अल मामुनलाई भने 5 वर्ष जेल सजाय तोकिएको छ। चौधरी सोमबार अदालतमा आफू विरुद्ध फैसला सुनाइरहँदा इजलासमै थिए। अदालतमा हसिना सहित 3 जना अभियुक्त विरुद्ध एउटै कसुरमा मुद्दा चलाइएको थियो। उनीहरूमाथि गत वर्ष विद्यार्थी आन्दोलनलाई निर्ममतापूर्वक दमन गरेको र 1400 भन्दा धेरै प्रदर्शनकारीको हत्या गरेको आरोप लगाइएको थियो। इजलासले तत्कालीन प्रहरी प्रमुख चौधरीलाई सजाय घटाउनुको पछाडि उनी सरकारी साक्षी बन्न तयार रहनु नै मुख्य कारण भएको बताइएको छ। इजलासमा उनले सरकारी साक्षीको भूमिका निर्वाह गरेका थिए, जसका आधारमा यो मामिलामा अदालत एउटा टुङ्गोमा पुग्न सहज भएको थियो। इजलासले हसिनालाई मृत्युदण्ड हुने सजाय सुनाउँदा इजलास भित्र केही समय खुसियाली मनाइएको थियो। गत वर्ष भएको आन्दोलनमा ज्यान गुमाएकाहरूको परिवारका सदस्यलाई इजलासमा बस्न दिएको थियो। पीडित परिवारका सदस्यले खुसियाली मनाउँदा अदालतको फैसला सुनाउने क्रम केही बेर रोकिएको थियो। प्रदर्शन दबाउन तथा आन्दोलनकारीलाई खोज्न तथा पहिचान गर्न तत्कालीन प्रधानमन्त्री हसिनाले सुरक्षा निकायलाई ड्रोन प्रयोग गर्न अनुमति दिएको, प्रदर्शनकारी भेला भएको स्थानमा हेलिकप्टरबाट बम खसाल्न अनुमति दिएको समेत इजलासले ठहर गरेको छ। हसिनालाई मृत्युदण्डको फैसला सुनाएसँगै नेपालमा भने जेनजी आन्दोलनमा रक्तपात मच्चाउन आदेश दिएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि कहिले कारबाही हुन्छ भन्दै आवाज उठ्न थालेको छ। नेपालको कानून बमोजिम हदैसम्मको कारबाही हुनुपर्ने भन्दै सामाजिक सञ्जालमा चर्को माग भइरहेको छ।